सरकार पनि मुजी, यहाँका नेताहरू पनि मुजी, लिच्ची र 2 फिटका कुखुराको मासुमा भोट दिने जनताहरू पनि मुजी, विकास निर्माणका काम गर्ने क्रममा यहाँ आधा गरेर बनाउनुको सट्टा बिगारेर छोड्ने सबै मुजी है। यस्तो तरिकाले हुन्छ भने हेर्नु त यो यत्रो कच्ची बाटोमा यत्रो माल हालेर ल्याउने गुरुजीलाई पनि मुजी भन्नु पर्यो क्या हो यार। रिस उठिरहेको बेला यार, यत्रो कच्ची बाटोमा त्यत्रो नहालेर ल्याउनु पर्ने, अनि यो बनाएर अलिकति बिगारेर हुन्छ नि अलिकति मिलाएर गरिदिनु पर्छ नि यो ठाउँ अलिकति। अब यहाँ ठिक छ कलबोर्ड हाल्यो, त्यता त अलिक गाडी हिँड्ने खालको बाटो बनाइदिनु पर्छ नि, कति शास्ति हुन्छ जनतालाई। अस्ति एउटा भिडियो बनाएर हालेको थिएँ, 1.5 घन्टा लागेर यहाँ ढुङ्गा हाले टिप्पर आएर बराबर त्यहीँ बनाइदियो। अब यो तरिकाले जनताहरू कति शास्तिमा छन्, कोही बिरामी होला नि, कोही इमर्जेन्सी काममा जानुपर्ने होला, यहाँ कतिवटा गाडीहरू होल्ड छन्, प्यासेन्जरको हालत हेर्नुहोस् है। नेताहरूलाई त के छ ढुक्क छ, कुर्सीमा बस्यो है, सोफा सिटमा आनन्द तरिकाले महँगो रक्सीहरू खायो, टन्न तरुनीहरू खेलायो, के छ र मोज मस्ती छ। दुःख पाउने भन्ने त जनताले मात्रै हो, यो अवस्थाले हुँदैन है। अनि जनताहरूले बुझ्नुपर्ने कुरा, चुनावको बेला रक्सी र मासुमा भोट नदिने, विशेष गरी यस्तो अवस्था चाहिँ हेर्नुहोस् यो।